गाइजहरू हामी चाहिँ अहिले कहाँ छौँ भन्नुपर्दा नि दिएको छौँ खुङ्री मेलामा तर साथी गाइजहरू हामीले त्यस्तो प्लान स्लान केही नबनाएर अचानक यत्तिकै आएको के गाडी लागेर भन्दा नि त्यस्तो मलाई उल्टी सुल्टी चाहिँ के हान्न पुरै अर्कै भएर क्या पुरै जो सास्न बास भएको थियो पुरै मोटो थुमेर यस्तो झ्याउ भएको नि तर जो रमाइलो त रमाइलो भइरहेको छ हल्का हल्का भए पनि अब अनि गाइजहरू लास्ट साथ भनेको त लागेको छैन अनि यति धेरै मान्छे अहिले त आइसकेको छु म यसरी मान्छेको भिडमा भिड बनाउनको लागि सरी गाइजहरू ओए रमाइलो भएको छैन रमाइलो भएको छैन रमाइलो त केही रमाइलो भएको छैन के रमाइलो हुनु र यसरी त्यही भिडियो बनाउँदा पनि केही रमाइलो हुनु अङ्गे आउँदाखेरि साथी गाइजहरू यस्तो झ्याउ भएको नि यस्तो झ्याउ भएको अनि हेर्नु न मम्फली बरम नि कस्तो मस्तको छ बे जाँदैछौँ अगाडि अगाडि कुहिले मोबाइल स्वात्तै तान्यो भने त फेरि तुवा परिन्छ हौ भागो एउटा उ पनि औँठी चाहियो अरे म्यामजीलाई कसको लागि हो यो लग्दैछ के कसको लागि हात न हात यता देखिन के अरे हात न यो 12 लग्दो कि उसलाई लगाउला यस्तो मन परेर औँठी कति हो यो चाहिँ हामी चाहिँ अहिले औँठी उठाएको छ आएको समय उसको लागि औँठी के गर्नु साथी गाइजहरू आफ्नो बिहा भएको भए चाहिँ यसरी गिफ्ट दिने हुन्थ्यो सिङ्गल परी हो कसलाई चाहिँ दिनु किनेर नभए के साह्रो मस्तले किनी दिने हुन्थ्यो यता हेर्नु न आउँथ्यो यता हेर्नु है खतरा हो यो गिफ्ट दिने हुन्थ्यो साथी गाइजहरू के गर्नु यो कपाल तान्नुकै त्यो टाउका के गर्नु साथी गाइजहरू यस्तै हो सिङ्गल भएपछि नभए यसरी गिफ्ट दिने हुन्थ्यो यता हेर्नु न कस्तो मस्तको छ क्या अनि यतापट्टि देख्न सक्नुहुन्छ अनि यतापट्टि पनि अनि उतापट्टि कति धेरै मान्छे छ साथी गाइजहरू मजा आइसकेको छ यसरी मान्छे त नजिकै भिडियो बनाउन अहिले भने चाहिँ त्यसको लास्ट चाहिँ लागेको छैन है अब साथी गाइजहरू अलिअलि भए पनि बढेको छ कन्फिडेन्ट के गर्ने तर बिहे नै भएपछि सिङ्गल भएपछि यस्तै होइन अङ्कल बर्बाद छ नि अङ्कल हेर्नु नरहे मैले कति राम्रो तपाईँको 2-3वटा बिक्री गरिदिनु त्यही साथी गाइजहरू के गर्नु बिहे नै भएपछि यस्तै हो सिङ्गल भएपछि यता हेर्नु न कस्तो दामी दामी झुन्डन भएको छ अङ्कलले त्यही पनि जम्मा 120 साथी गाइजहरू यता हेर्नु न वाउ शिरखण्ड ओए तैँले भयो भने लग्छ कि तेरो त बिहे छ आफ्नो त छैन आफ्नो त सिङ्गल परियो ओए यता हेर्नु न म सादा यो लग्छ कि तैँले यता हेर्नु न यो लग्छ कि उयो यस्तो लगाइदिनु भयो ए फुसो माथि राख्नु अरे फिर भैया जी रिसोनी जा रिसोन तो है ना भैया हमारा भैया नहीं रिसाया है सारी गाइजहरू नहीं रिसाया है मलाई लागेको छ भैया जी गरेर रिसन भएको छ यो त मन परे है यो निस्किने रहेछ कि यता निस्किने ए निस्किने रहेछ नि हो राम्रो छ नि तर यो भन्दै छिटो कुन लाग्ने हो अयो कुन नानीले कपाल तानिदियो मेरो ले अयो यार कपालमा अर्कै कोही निकाल्दैन कस्तो झ्याउ लाग्ने यता फेरि अब भने चाहिँ साडी गाइजहरू भैया चाहिँ रिसन भयो यता यात्राको झुम्का निक्ल्यो भैया रिसन भयो कपालमा अर्को यार निक्ल्यो छैन सादामा छँदै छैन लगिदिने लगर्दै कि गाह्रो पर्यो साडी गाइजहरू लगिदिनुहोस् नि सादामा म अलि अगाडि जान्छु त यसै कपालमा अड्केर बर्बाद भयो यस्तो बढाइरो भने साडी गाई बाउला नि जस्तो के भन्नुभयो आउँछ ओ भाइ क्यामराम्यानहरू त साथी गाइजहरू क्यामराम्यानहरू कस्तो भइरहेछ ल सारी गाइजहरू फेरि पनि आइसक्यौँ हामी यता बारीमा तोरी बारीमा वाउ साथी गाइजहरू वाउ के गर्नु अलिकति पिछाडि राख्ने बित्तिकै उसलाई फेरि
ऊ त्यहाँ दिदीको घरमा जाने भनिहाल्छ कि हामीले चिन्दैन त्यहाँ दिदीलाई त्यही पनि साह्रै गाजर अघि हामीले यसो बोर लागेको छ अनि त्यहाँ गएर एकछिन मस्तले बसेर गफसप गरेर मोबाइलहरू चार्ज गरेर टोइलेट गरेर हामी त त्यहाँ मस्तले बसेको अनि अहिले उता एकछिन घुम्यौँ उहरू गऱ्यौँ रमाइलो गऱ्यौँ अनि फेरि जाँदैछौँ हामी ऊ त्यहाँ दिदीको घरमा खासमा चाहिँ साथी गाजर हामी त्यहाँ चाहिँ चिन्दैनौँ है अनि उसो फेरि त्यही जाने गर्छ कि अनि अहिले फेरि हामी त्यही जाँदैछौँ अहिले पा त पिसाब त गणेश यता नगर के यार ए पिसाब गर भनेको साथी गाजर उतापट्टि कहाँ खोइ त अङ्गलहरू कहाँ देखिनु हो कहाँ त जे यता कुलोमा यता पछिको कुलोमा हेर्ने साथी गाजर हो त्यही अङ्गल हेरेर पिसाब गर भनेको के कता अङ्कल देखिँदैछ भन्छ उसले आहा साथी गाजर अङ्ग यस्तो झ्याउ बोर लागिरहेको छ अहिले भने चाहिँ अलिअलि भए पनि रमाइलो लागिरहेको हो त्यहाँ बस्क्यो है ढुङ्गामा के हो खासमै हो ए धारा रहेछ नि बस्के त घर बेला म गरिहाल्ने हो दामी रहेको छ बसेको नजारा साथी गाजहरू वाउ साथी गाजहरू यता मेलामा आइसकेपछि अरू होस् न होस् तर यो पिङ चाहिँ खेल्नुपर्ने हुन्छ साथी गाजहरू के गर्नु खासमा पिङ खेल्नुपर्ने चाहिँ अर्को रोटे पिङ हो तर के गर्नु त्यो छैन भने चाहिँ अब दुईवटा खेलेर भए पनि सिधा बुझाउने हो हामी तिनवटा तिरेर आएको छौँ पैसा लिएर खुल्ला साथी गाजर हेर कतिको जराइछ कतिको खेल्छ कतिको रमाइलो हुन्छ भन्ने कुरा हेरेदेखि थाहा हुन्छ हो कि अङ्कल हो अङ्कल हो साथी गाजर चिना आएको छैन ब्लग चाहिँ कुन हो हजुर ब्लग चाहिँ कुन हो ब्लगको नाम त अलि अप्ठ्यारो छ अङ्कल लेट्स गो 90-57 साथी गाजर म अब त खेल्दैछ हामी पिङ थिएँ साथी गाजहरू त्यहाँको पैसा दिएर यो चिनेर टिकट मात्र है चिनेर अब हामी त जानेर छौँ पिङ खेल्नको लागि कहाँ गएको बहिनीहरू हो र के हो मान्छेहरू खोज्नु पर्छ क्या हेलो मोबाइलले खोज्नु हो आइसक्यो साथी गाजर फाइनली माथिपट्टि हामी त एकैचोटि खेल्न रोटे पिङ खेल्न पाइन पछिको हेर्दै पछिको नजर रमाइलो भयो यार किन आएन तिमी कस्तो रमाइलो भयो तपाईँ फेरि के कमाल अनि साथी गाजर अब चाहिँ मान्छेहरू पनि लास्टै कम भइसकेको छन् अनि यता देख्नुहुन्छ पुरै लास्टै कम भइसकेको छ मान्छेहरू अनि उसै फेरि मलाई कहाँ जुलेर आएको के कहिले के किन्ने भन्छ कहिले के किन्ने भएको छ लास्टै यताउति हिँडेर छ यो ठाउँमा त हामी त कति धेरै चोटि आइसक्यौँ फेरा घुमी अनि कहिले कहाँ जाने कहिले के किनौँ रे कहिले के गरौँ रे हो भर्खरै यो गल्लीबाट आएको फेरि यो गल्लीमा घुमाउँदैछ त्यो भन्दा पहिला अझै तलको गल्लीमा घुमाउँदै थियो लास्टै भयो क्या तर साह्रै गाजर कराई हुर्किन गरी चाहिँ पुरै घाँटी गला पुरै बसिसकेको छ अब म धेरै चाहिँ बोल्दिनँ अनि ऊ फेरि अब गएको छ पछि किन्नको लागि अनि म किन्न चाहिँ जाम मैले झ्याउको लागिरहेको हिँड्न पनि अब चाहिँ जानेर छौँ हामी घरतिर अडेर हुन लागिसक्यो 5:30 भइसक्यो अब चाहिँ हामी जान्छौँ ओ जाम के छ र म त तिनजो दिने के लगाउने राम्रो धन्यवाद दिदी धन्यवाद तपाईँलाई ल पैसा दिनु दिइसके कस्तो छु कि उसले फेरि मलाई गाली गरेर खाली छ नि हामीले के किन्ने भने पुरै यो झोला बोकेर आएको खाली छ यो त म बिहा बोक्ने हो अब कहाँ मेरो नयाँ बिहा गरेर सारी कहाँ म त्यतिकै झोलामा राख्छु होइन
मैले एउटा दामी ब्याग चाहिँ किन्यो ठ्याक्कै मैले बक्री टाइपको चाहिँ हेरेछ मन पर्यो अनि रेट पनि मिल्यो ओए के नि आज लास्ट त के नि सुकमल मेरो पैसा पनि नाच्दिस् इस मैले तँलाई दिन्छु भनिसकेको छु त नि होला भन्छ कि उता होला रे के लगाउँछ त्यसले के लगाउँछ त्यसले ओए नलागेन कि त्यसले उसले फेरि चप्पलहरू खोज्ने र क्या चप्पल लग्ने हाम्रो नानीले के मन पर्यो सब छानी छानी छिन्नै सक्यो उसमा के कादार होइन के हो कि छिट्नेर बनाइसके हो कि लाम्पा खोला उकालो होइन कि कादार आइपुग्यो ए पैसा पुग्यो 300 रे पैसा 300 रे दाइ 300 रे 50 भन्नु पुगेन 25 रुपियाँ पुगेन के हिँड्न धन्यवाद अङ्कल ल हामी खाली आउने नै हो ओके ल अङ्कल सारी गाजु र अङ्कलले हामीहरूलाई सेफ तरिका लिनुभयो बाई बाई अङ्कल हो गयो ढोका खुल्ला गरेर